हेलो साथीहरू, म चाहिँ आज हजुरहरूलाई पुँजीबारबाट भनेको यस्तो वाला केरिङ बनाउन सिकाउँदैछु है त। हेर्नुहोस् त कस्तो दामी छ, कस्तो दामी छ हेर्नुहोस् है। कलर पनि पिङ्क अनि रेड अनि यो कलरमा छ। मैले बनाउँदा धेरै कलर बनाएको छ, अहिले हजुरहरूलाई चाहिँ यति तिनवटा कलरमा मात्रै देखाएँ। म चाहिँ आज हजुरहरूलाई यो बेबीमा बनाउन सिकाउँछु है त। फर्स्टमा चाहिँ हामीले अब लिने हो फुजीवार। त्यसपछि मैले फुजीवार बटाउनको लागि मलाई चाहिँ यो साइज ठिक लाग्यो, मैले यो मेरो लिपस्टिक ल्याएको छु। त्यसपछि हामीलाई चाहियो किरिङ होइन, अनि चाहियो मोती। मोती चाहिँ मेरो मैले चाहिँ किचनमिचिन मसिनो चिजहरू चाहिँ हराउँछ नि त, त्यही भएर मैले यहाँ चाहिँ यहाँ कपमा राखेको छु। अनि म चाहिँ यो कटर चलाउँछु। त्यसपछि हामीलाई चाहिन्छ स्टिक होइन, मेटल स्टिक। त्यसपछि ग्लु गन, त्यो त चाहियो नै है। ल आउँछ त सिकौँ। फर्स्टमा चाहिँ हामीलाई एउटा फुजीवारलाई लिने अनि एक छेउमा समातेर 4 राउन्ड गर्ने, 2 3 4 राउन्ड बनाइदिने है। त्यसपछि यसो यो अगाडि समातेर हुन्छ नि, त्यसलाई एक फन्का पठाइदिने। त्यसपछि सट्ट यो निकाल्ने, यस्तो भएको छ, यो छोड्नु चाहिँ हुँदैन है। त्यसपछि यसलाई भित्रपट्टि घुसारेर बाहिरपट्टि निकाल्ने। यतापट्टि हेर्नुहोस् त, यो निस्क्यो नि है। यो निस्केकोलाई अब समात्दिने। तपाईँले चाहिँ यो बढाउने भएको त अलिकति लामो निकाल्दा नि हुन्छ, किनकि सानो चाहिँ बढाउन अलिक गाह्रो पर्छ नि त। तर मलाई चाहिँ त्यसरी फेरि पनि म सक्छु कि मलाई धेरै लामो निकालेको छ, मलाई यसको अलिक लामो बनाउनु मन लाग्छ कि। अनि अब यसलाई अब हामीले यस्तो भयो, यस्तो अब यसलाई हामीले अब यस्तो बनाउनु पऱ्यो नि त। यो त भइसक्यो, हेर्नुहोस् है, यो एउटा पार्ट त भइसकिसक्यो होइन। अब यो मुनि कसरी बटार्ने, यो कर्ली देखाउने भन्ने नै म सिकाउँछु। मेटल स्टिक लियो, त्यसपछि एक छेउमा पक्रेर घुमायो जबसम्म यो यसको यहाँ यो हामीले यो बनाएको यहाँ फेदसम्म पुग्दैन तबसम्म बटार्नुपर्छ है। हेर्नुहोस्, बटार्यो निकाल्यो। त्यसपछि हेर्नुहोस् है, सर त्यहाँदेखि हेर्नुहोस् एउटा बन्यो भाइ, हेर्नुहोस् त एउटा भाग बन्यो। त्यसपछि अब नेक्स्टमा अब हामीले लिने अनि हामीलाई यो चाहिँ यो रिङमा चाहिँ यो छिराउनुपर्छ, किनकि भरे हामीलाई लगाउन धेरै गाह्रो पर्छ होइन। गाह्रो पऱ्यो, चेटाउनु पऱ्यो, सेकेन्ड हुन्छ नि त। अनि यो चाहिँ टक्क मिलेको हुन्छ नि त यसको मुख। फर्स्टमा चाहिँ हामीले यो नेक्स्ट पार्ट बनाउनको लागि चाहिँ टक्क छिरायो। त्यसपछि यसलाई एक साइडमा राख्यो होइन। त्यसपछि अनि घुमायो, 1 फन्का 2 फन्का 3 फन्का 4 फन्का भयो नि है। अब सट्ट सानो भाग छोडेको छौँ, हेर्नुहोस् यो सानो भाग छोडेको छौँ। यसले टक्क यस्तो छोडेको छ नि, योलाई यो सुरुको पक्रेर यसलाई 1 फन्का यसरी बटारिदिने भयो नि। सट्ट यहाँ माथि पक्रेर निकाल्यो, 2टा भाग रह्यो नि त है। निकालेपछि यसलाई हामी यसरी छिराएर सट्ट यतापट्टि अर्कोपट्टि तान्यो, तानेर यसलाई बटारिदिने क्या। यो ठुलोको फेदमा सानोलाई बटारिदिने, नखुस्कियोस् भनेर क्या। ल भयो होइन। अब यसलाई उगारिदियो, यसलाई उगार्ने। ल हेर्नुहोस् त अर्कोपट्टिको पनि बन्यो। अब हामीले यसलाई यो उसको पुच्छरलाई कर्ली गर्नुपर्ने हुन्छ। त्यसको लागि सेम पहिला जस्तो गरेको छ त्यस्तै घुमाउने ओके भयो। अब हेर्नुहोस् यो एउटा पार्ट अनि अब यो एउटा पार्ट। अब अनि हामीले यसलाई जोड्नुपर्छ। यस्तो भयो, यहाँनिर हामीले हेर्नुहोस् है, यस्तो भयो क्या। यो रिङ पनि छ होइन। अब हाम्रो पालो आउँछ लुगानको। हेर्नुहोस् है, मेरो हालत चाहिँ यस्तो भएको छ कि फोहोर चाहिँ अब बेसी चलाएर क्या तातै हुन्छ, अनि थन्काइदियो फेरि जान्छ। सबै जोड्छु यसलाई चाहिँ तातो दाना चाहिँ है अन गरेँ मैले, अन गरिसकेँ है। ओ माइ गड, मेरो ग्लु हेर्नु न पग्लेर यत्रो झरिसकेको छ। नो पहिला मारिदिउँ अनि म त यसलाई खेर जानु दिँदिनँ नि त। यसरी यो भागमा यसरी लगाइदिनु कि ग्लु यता अनि जहिले चाहिन्छ यसरी लिने अनि एकपट्टिसम्म अझ जस्तो चिप्काइदिएको झन् राम्रो हुन्छ। ओ नो सेट फटासँग चाहिँ नगरी उयो भइसकेको छ नि क्या, सिलाउनु दिनुपर्छ एकैछिन। गम थोरै गम अलिकति बेसी भयो क्या, अनि जोडेर बाहिर निस्केन। मैले चाहिँ यही यो ग्लुगनको तात्तिएको भाग हुन्छ नि त्यसैले मिलाउँदैछु। ल ट्रिक जसरी हुन्छ राम्रो देखेको हुनु पर्यो। अनि अब हेर्नुहोस् त, यति भनेर रेडी भयो। घुमा यस कस्तो दामी, कति मिठो कलर छ कि यो, कति मिठो कलर छ। अब चाहिँ हामीले यो यसको होइन ठ्याक्कै यो भागमा अनि यो भागमा ठ्याक्कै यो बिचको जोडेको जोइन भएको भागमा हामीले मोती राख्नुपर्ने हुन्छ है। हेर्नुहोस्
गुलियो त्यसमा हामी गोल्डन कलरको सेट भइसक्यो अनि नेक्स्ट फेरि यतापट्टि गुलियो रेडी भइसक्यो हाम्रो रेडी भइसक्यो अनि अब एउटा डिजाइन फेरि यसको खुट्टा फालिने क्या वाउ भनिदिनु चाहिँ गाइज वाउ मसँग टन्नै खालको छ म आज चाहिँ यही मात्रै देखाउँदैछु अरू खालको फिलिङ पनि म बनाएर देखाउँछु मैले पहिला अस्ति मैले कस्तो भने चेरीवाला बनाएर देखाएको थिएँ आज यस्तो नेक्स्ट टाइम म सानो फ्लावर बुकेवालामा भए पनि नत्र म सनफ्लावरवाला भए पनि म बनाउँछु मन चाहिँ ओके गाइज थ्याङ्क यू फर वाचिङ बाई